नमस्कार दर्शकबिनहरू, यो देशी लाइन भन्छ। यहाँ जस्तो खालको यहाँ यस्तो खालको जुत्ता पसलहरू छन्। यहाँ चाहिँ ब्युटी सपहरूको भित्र छ भने यहाँ यस्तो छ मुक्तिनाथ ज्वेलरी, होमसाई ज्वेलरी। यहाँ यस्तोहरू छ। यहाँ चाहिँ माथि माथि लेखका पाउने जडीबुटी हो। यहाँ यस्तो रसभरी छ नि। अभी सिदिन आयो नि तपाईको। के छ तिम्रो खबर? मेरो खबर ठीक अहिले टाइम छ 2 महिना। ल हाम्रो पुरानो दोस्ती छ बाप रे। यस्तो छ, यति राम्रो ठाउँहरू छ। नि हाओ नि हाओ सुर्तीहरू हाम्रो बाबुहरूले खानुभएको चप्पल यहाँ यस्तो छ जुत्ता पसल यस्तो छ। यो पुरानो फोटोकपी हो, सेन्टर डिजिटल पुरानो हाम्रो दाजुहरू। लुगाहरू पनि पाइन्छ। आफ्नो आफ्नो व्यापारहरू आफूले गरिरहेको छ। हामी अनि त्यसपछि यहाँ आउँछौँ। अब यो धरानको साधना भवन, चौथा घन्टाघर यस्तो राम्रो छ कि यस्तो रमाइलो छ। यहाँ चस्मा घर, जुत्ता घर, त्यसपछि अब यो भान्चोक फाइनली गाइजहरू यो घन्टाघरमा यस्तो खालको सबै के व्यापार यो सुरु गर्छ। यो भान्चोक एरिया प्रकार यस्तो छ। वरिपरि झन्डाहरू दिएको छ। नमस्कार मामा। अरे बाप रे, ये तो कहाँ छे रे? ओकरा के भाई। हाँ, 2 टका चल जेबो ना, पुआर के छाती बना के खेबो। बाप रे चौधरी साहब, ये तो कटारी कुदाई छी ना बस में। दिक्तिला अहिले त बाप रे। हामी त हाम्रो त दोस्त थियो। अरे बाप रे पुरानो परिँदैन। नमस्कार। ठिकै छ, ठिक छु नि। यो त यो मान्छे त अनि कटारीतिर गाडी कुदाएर बस कुदाएर त्यही त यो मान्छे अचम्मै खालको छ। घरि मलाई तल देखिरहेछ उमा घरि यहाँ कुरा देखिरहेछ। कहाँ अरे मान्छे कोही झुकिन्छ कोही मान्छे त झुकिन्छ। ल मामाहरू है, के गर्दैछ दाजु? त्यही एउटा गाडी छ, त्यसमा खलासी हिँड्छु हो। ल मामा, यो धरान बाहिरपट्टिको